अगाडि घर चाहिँ यस्तो यो देखिन्छ। अन्त दाजु गएर यो चाहिँ हाम्रो अगाडि बस्ने हो। अन्त स्कुलमा एकदम भिड भएको कारण चाहिँ यहाँ धेरै भिड हुन्छ। अगाडिपट्टि यस्तो छ, हामीले सटर लगाएको छौँ यस्तो खालको च्यानल गेट लगाएको छौँ। यहाँ अहिले बालुवाको काम भइरहेको छ। अनि यस्तो चाहिँ हामीले यस्तो चाहिँ यहाँ साइडमा चाहिँ हामीले वाल थपेको छ। वरिपरिबाट हल्का अलि जाने मिल्ने यताउता भएको कारण चाहिँ अनि सेफ्टीको लागि चाहिँ हामीले वाल लगाइदिन्छौँ। र यही यो कोठाहरू चाहिँ हाम्रो यो कोठा चाहिँ तल फ्ल्याटको चाहिँ सबै ग्राउन्ड फ्लोरकै सबै प्लास्टर भइसकेको छ। यो कोठाहरू पनि त्यस्तै गर्ने हो। सरी, फ्ल्याट यो कोठाको पनि प्लास्टर भइसकेको छ। यो चाहिँ सर्किट बोर्डको उयोहरू भएको के अरे। अनि यहाँ लास्टमा चाहिँ हाम्रो यसलाई चाहिँ लास्टमा चाहिँ अलि यो चाहिँ कुवा भएको के अरे। यो चाहिँ कुवा, यहाँ चाहिँ टोइलेट छ हाम्रो। धाराहरू यसरी चाहिँ टोइलेट धाराहरू यो हेर्दाखेरि बाङ्गो देखिन्छ, तर हामीले यहाँबाट चाहिँ अब्जर्भ गर्दाखेरि चाहिँ ठ्याक्क सिधै राखेको यो। र हामी बाहिरबाट हेर्दाखेरि चाहिँ घरको नक्सा अलिक घर बाङ्गो भएको कारण चाहिँ हल्का बाङ्गो देख्छ। बाहिरबाट खिच्छु अब एकछिन। यो चाहिँ अहिले हामी बसिरहेको यो सेकेन्ड फ्लोर हो। यहाँ चाहिँ अहिले हामीले छोटलहरू राखेको छौँ। हजुर, भिडियो रेकर्ड गरेको क्या। अनि यो चाहिँ खाट यहाँ हावामा, तपाईँहरू यहाँ सुत्नुहुन्छ है? हावामा यहाँ सुत्नुहुन्छ। अनि यहाँ चाहिँ भान्सा छ अहिले। अनि यहाँ चाहिँ कोडा चाहिँ हल्का एडजस्ट गरेर सबै सामान यहीँ राखेका छौँ। यो हामीले चाहिँ बाहिर यो किन्नुभन्दा हामीले चाहिँ काठ बुढाहरू ल्याएर त्यही काटकुट गरेर यहीँ मिस्त्रीलाई बोलाएर त्यही बनाएको। अनि यो चाहिँ हाम्रो यो अगाडिको रेलिङ, यसमा चाहिँ प्लम हामीले बनाएको छौँ। अनि यहाँबाट यसरी चाहिँ हामीले यहाँ बारी अनि यता वाल चाहिँ यसरी भित्ता गरेका छौँ फर सेफ्टी रिजन्स। एउटा कोठा भयो, सेकेन्ड कोठा, सरी थर्ड कोठा त्यहाँ एउटा छ। त्यो भान्सा कोठा, सुत्ने कोठा, यो छोटाल। यो चाहिँ अहिले खाली चाहिँ यसमा सामान राखेर चाहिँ अनि खासै चाहिँ के गरेको पछि म सरेपछि यहाँ। अनि यहाँ पनि अब पछि म खाटहरू सामानहरू ल्याएर राख्छु। माथि पनि बन्दैछ। यो चाहिँ टोइलेट, यो चाहिँ बोर्ड भनौँ, इलेक्ट्रिक बोर्ड। यहाँबाट सरर लक लिएर यो साइडमा लगेछौँ। यहाँ यो पछाडिको पट्टिको झ्याल भइगयो। अनि यहाँ चाहिँ यसरी चाहिँ हामीले टोइलेट, यहाँ चाहिँ सिम्पल पुरानै स्टाइलको बनाएका छौँ। यो चाहिँ धाराहरू भएको। सेकेन्ड फ्लोरमा अहिले मान्छे बनाउँदैछन्, त्यो भएर अहिले यो बनिरहेको छैन अहिले।
यहाँ पनि छुट्टै छ बनाउनु आएको यहाँ। यहाँ चाहिँ अब माथिल्लो फ्लोर, यो साइडमा चाहिँ हामीले स्टोरेज रुम बनाउने भनेको छौँ। टोयलेट खास यहाँ टोयलेट आउनु पर्ने हो, तर माथि टोयलेट भन्दा पनि स्टोरेजको लागि भोलि ढोहरू अन्न अनाजहरू यहाँ राख्ने भनेर छुट्याइदिएको छौँ। र यहाँ चाहिँ यसरी चाहिँ हाम्रो माथिल्लोको छतको यो भ्यू यसरी आउँछ। अहिले बादल लागेको छ वरिपरि। हामीले यहाँ पिल्लरमा चाहिँ यो फलाममा चाहिँ के नलागोस् भनेर यहाँ चाहिँ हामीले सिमेन्ट पिल्लर भर्दैछौँ, पिल्लर हाल्नेछौँ। र एउटा चाहिँ यसरी चाहिँ डन्टी ठडा छ यहाँ एउटा स्टिलको, र त्यहाँ पनि एउटा छ, अनि एउटा त्यहाँ हुन्छ, अनि त्यहाँ हुन्छ एउटा। यसले चाहिँ पछि कपडा सुकाउनेदेखि लगेर अरू त्यो के टाङ्नु छ त्यो सबै टाङ्ने बनाउनलाई चाहिँ गराउनलाई चाहिँ बनायो हो। यहाँ माथिपट्टि यहाँ म एकछिन माथि गएर हेर्छु है त। यहाँ भर्याङ चढेर चाहिँ अझै बन्दैछ। आच्छौ यहाँ अलिक कच्ची छ यो। यो चाहिँ माथिल्लो माथिको माथि यहाँ पिलरमा त्यस्तो के गराएको छैन। यो चाहिँ हाम्रो छडबाट देखिने यो, र यतापट्टि आसिङको घर। यहाँ तलपट्टि पुरै उ छ। यहाँ चाहिँ यसरी चाहिँ सानो छ यहाँ। यसरी चाहिँ हामीले यतिको बाक्लो छ मोटो, यही हो। यहाँबाट त्यस्तो देख्छ। यहाँ अब यस्तो छ भने यहाँ हामीले चाहिँ यहाँ अहिले भाँडा धुनलाई चाहिँ तत्कालको लागि चाहिँ यहाँ भाँडा धुने बनाएको छौँ। उसको पानी सिधै लगेर खोला जान्छ। यसरी चाहिँ हामीले बनाएको छौँ। अगाडिको भ्यू पनि ठिकै आउँछ, डिसेन्ट भनौँ यसरी चाहिँ आउँछ। यहाँ पनि हामीले एउटा स्टिलको गाडी खेल्छौँ, त्यहाँ पारिपट्टि छ। पछि चाहिँ हामीले यहाँबाट निकाल्छौँ होला। यहाँनिर ठुलो बनाएको छौँ हामीले, त्यहीबाट जान्छ पानीहरू त्यहाँ, त्यसलाई छोडेर त्यसलाई पुर्छौँ पछि। यहाँ चाहिँ ठुलो एउटा झ्याल जान्छ होला पछि, एउटा सर्लक भएर स्टोरेज भएको। यो चाहिँ फर्स्ट फ्लोर थियो भने चाहिँ यो